हेलो साथीहरू, आज हामी कक्षा 8 को यो प्रश्नलाई कसरी हल गर्ने भन्ने कुरा सिक्नेछौँ। ल सुरु गरौँ। यसमा हामीले x डिग्री y डिग्री र z डिग्रीको मान पत्ता लगाउनु छ अनि यो दुवै समानान्तर भुजा दिएको छ। हामीले y डिग्री इक्वल टु 38 डिग्री र z डिग्री इक्वल टु 42 डिग्री लेख्न सक्छौँ किनकि यी दुवै के हुन् त एकान्तर कोणहरू हुन्। अब हामीले x डिग्री मान कसरी पत्ता लगाउने त? हामीले यो ट्रायंगल AOB मा जानुपर्छ। अब हामीले x डिग्री प्लस z डिग्री प्लस 38 डिग्री इक्वल टु 180 डिग्री लेख्न सक्छौँ किनकि त्रिभुज रहेको हुन्छ। x डिग्रीको मान पत्ता लगाउनु छ। z डिग्रीको मान दिएको छ कति त 42 डिग्री प्लस 38 डिग्री इक्वल टु 180 डिग्री। अब हामीले यसबाट यो घटाउने x डिग्री इक्वल टु 180 डिग्री माइनस यो जोड्छौँ त भने कति आउँछ त 80 डिग्री। त x डिग्रीको मान कति पत्ता लाग्यो त 100 डिग्री। यो तपाईको आन्सर भयो। धन्यवाद।